विदेशबाट नेपाल आउँदाखेरि तपाईले के सामान फ्रीमा ल्याउन पाउनुहुन्छ त नेपालमा? फ्रीमा ल्याउन पाउने सामानहरु त पहिले एउटा मोबाइल भइहाल्यो, एउटा ट्याब्लेट, ल्यापटप या त टिभी मध्ये एउटा पनि ल्याउन पाइन्छ, आफूले लगाएको घडी र एउटा क्यामेरा ल्याउन पाइन्छ, त्यो पनि आफ्नो पर्सनल युजको लागि हो भनेर मात्र ल्याउन पाइन्छ। र यो आर्टिकलको हिसाबले तपाईले 1 लिटर रक्सी या त 12 वटा क्यान बियर ल्याउन पाउनुहुन्छ। तपाईले सँगसँगै 200 वटा सिगरेट पनि ल्याउन सक्नुहुन्छ र तपाईले आफूले लगाएको ज्वेलरीजहरु पनि ल्याउन सक्नुहुन्छ। 50 ग्राम सुन र 100 ग्राम चाहिँ सिल्भर पनि ल्याउन पाउनुहुन्छ। र तपाईले आफूले लगाएको युज्ड कपडाहरु र तपाईले बच्चाहरु ल्याइरहनु भएको छ भने ट्रलीहरु देखि बच्चाको युजको धेरै सामानहरु पनि ल्याउन पाउनुहुन्छ। तपाईले नयाँ टिभी या त मोबाइलहरु एउटा भन्दा बढी लिएर आइरहनु भएको छ भने, ल्यापटपहरु एउटा भन्दा बढी लिएर आइरहनु भएको छ भने चाहिँ तपाईले कस्टम ड्युटी पनि लाग्छ र भ्याट पनि लाग्छ। जस्तै कि तपाईले 1 लाखको सामान ल्याइरहनु भएको छ भने त्यसमा लगभग 15% जति ड्युटी लागिरहेको हुन्छ, जस्तै कि 15,000 जति लागिरहेको हुन्छ र त्यसमा 13% जति भ्याट पनि लाग्छ र त्यही भएर तपाईले त्यो सामानको प्राइस लगभग 30,000 ले बढ्न सक्छ। के सामान ल्याउन इलिगल छ त? अब र सुनको डल्लोहरु, कोइन, सिक्काहरु तेनहरु पनि ल्याउन पाइदैन, सिल्भरको सिक्काहरु भयो, ड्रोनहरु ल्याउन पाइदैन, रेडियो एक्टिभ मेटल्सहरु ल्याउन पाइदैन, वाकी टकीहरु पनि ल्याउन पाइदैन, तपाईसित कुनै वेपन हात हतियार छ भने तेनहरु पनि ल्याउन पाइदैन र ड्रग्सहरु पनि ल्याउन पाइदैन। डाटा हेर्दाखेरि अहिले नेपालीहरुले नेपाल सबैभन्दा बढी चाहिँ के ल्याइरहेछन् त? धेरै जसो नेपालीहरु चाहिँ खाडी मुलुकबाट, गल्फ कन्ट्रीहरुबाट नेपाल आइरा हुन्छ र त्यहाँबाट उनीहरुले ल्याउने भनेको चाहिँ नयाँ मोबाइल भयो, ल्यापटप्सहरु भयो, टिभीहरु पनि धेरै ल्याइरा हुन्छ, परफ्युम्सहरु ल्याइरा हुन्छ अहिलेको डाटा हेर्दाखेरि। यो भिडियोमा युज भएको डाटाहरुको प्रुफ चाहिन्छ भने चाहिँ मैले तल एउटा लिंक हालिदिएको छु, त्यो लिंकमा क्लिक गरेर तपाईले यो सबै डाटाहरुको न्यूज लेटर्सहरु पढ्न सक्नुहुन्छ र तपाईले बुझ्न पनि सक्नुहुन्छ। यस्तै भिडियोहरु हेर्न मन पराउनुहुन्छ भने यो च्यानललाई फलो गर्नु होला।